गाइज अहिले हामी पुण्य क्षेत्रमा छौँ। अहिले हामी पुण्य क्षेत्रलाई विशेष हामीले दर्शन गर्ने मौका पाइरहेको छौँ, होइन बडी? हो, कस्तो भइरहेछ? रमाइलो, धेरै रमाइलो। भगवानको दर्शन हाम्रो लागि सौभाग्य हो। जुनीमा हामी भगवानकै लागि जन्मेका हौँ, भगवानकै सेवा गर्नको लागि। ए अर्को जुनीमा भगवानसँग भेट हुन्छ कि भन्ने आशाले, होइन? यो जन्म र मृत्युमा फेरि भोगिनु नपरोस्। मलाई पनि है सँगै वहीँ भेटौँला। मैले तिमी गरेँ सुटुक्क जानु मिल्दैन है, मलाई लानुपर्छ। मेरो को छ र? म छु त। यो चाहिँ हाम्रो यता माथि पनि के आकृति छ भनेको नि, त्यहाँ हात्ती र उसको भागमा त्यो सीता पाइला देखेको नि, राम सीता। सीता पाइला, राम सीता पाइला हेर्नु त्यहाँ छ, ढुङ्गामा ढुङ्गामा छ आकृति। हेर्नुहोस् त, राम सीता पाइला ढुङ्गा। पुण्य क्षेत्र एकदमै जतिसुकै पिर चिन्ता लिए पनि मनमा यहाँ एकचोटि घुम्न आउनुभयो भने एकदमै शान्त हुन्छ मन, होइन बडी? हाई गाइज। ओ माई गॉड, ओ माई, कस्तो गाह्रो भयो यार। ओ माई लक्ष्मी नारायण, ओ गण भगवान श्रीराम भगवान की जय, श्रीराम भगवान की जय, राम सीता की सीताराम राम सीता की। अनि त्यहाँबाट राम सीता हामी फालेर ढुङ्गामा टेकेर आइसकेपछि ठक्क लाएर ढुङ्गा भाँचेर दुईवटा टिपा गऱ्यो यहाँको गुरुले भन्नुभएको। त्यसपछि हामी एकदमै गर्मी पनि भइरहेछ है। अब हामी राम सीता भइसकेपछि त्यताबाट आइसकेपछि तुरुन्त राम सीता त्यताबाट आउनु भएपछि सर्क गराएर विराजमान गर्नुभएछ। त्यसपछि उताबाट आउनु भएपछि यसरी लक्ष्मीनारायण दर्शन प्रश्न हो र सधैँभरि मेरो भक्तजनहरूलाई पनि मेरो देखाइदिनुहोस्। देखाउन सक्यो भने सबैको भगवानले सबैको कल्याण गरून्, मेरा सबै कुराहरू, राम्रा कुराहरू सबैले सुनुन् भन्ने भगवानको जुन विचार छ। हेर्नुहोस् दर्शन राम्रो छ, हामीले पनि दर्शन गऱ्यौँ, तपाईँहरू पनि आउनु भएन भने पनि दर्शन गर्न पाउनुहुन्छ। ओके, हामी अब लाग्यौँ, हामी लाग्छौँ होइन।